हेलो गाइज, ल फेरि पनि वेलकम छ है। म चाहिँ आज बेथलेममा छु अहिले चाहिँ। अब म बेथलेमबाट चाहिँ मेरो मोटो ब्लग स्टार्ट गर्दैछु। आज चाहिँ सन्डेको दिन छ। दिन चाहिँ राम्रै छ, जे होस् है। घरिघरि बादलले घामलाई चाहिँ छेकिरहेछ, तर पनि राम्रै छ दिन चाहिँ। अब म चाहिँ अब हेरौँ कहीँ जाने भन्ने प्लान त छैन, तर अब निस्किँदैछु। अब कहाँ पुग्छु, कता पुगिन्छ अब हेर्दै गएपछि थाहा हुन्छ। टिपुकेतिर जान्छु होला, यता हुँदै सो जाम है। अब चिसो चाहिँ हल्का चिसै छ। अब अहिले जाडो सिजन हो नि त, त्यही भएर हल्का चिसै छ मौसम चाहिँ। जाडो सिजन भएर ठिकै छ। अब अलिकति चिसो त भइहाल्छ। अब त्यही पनि अब ज्याकेटहरू गियर्सहरू राम्रो लगाएपछि त त्यस्तो हावाले हान्दैन। यता चाहिँ कन्स्ट्रक्सन चलिरह। यहाँ नयाँ बाटो बनाउँदैछ फेरि, यता टिपुनाबाट सिटीमा निकाल्ने। त्यही भएर हाइवे बनाउँदैछ यहाँ मुनिबाट। यता मुनिबाट यहाँ पुल पनि यो नयाँ बनाएको, त्यही भएर हाइवे निकाल्दैछ। त्यही भएर ठिक छ। अब विकासहरू चाहिँ गरिरहेछन्। अब यहाँ इकोनोमिक यसरी नै चलिरहेछ। अब केही भत्काउँछन्, केही बनाउँछन् होइन। अब कन्स्ट्रक्सन कम्पनीहरूलाई नि काम दिनु पर्यो, वर्कर्सहरूलाई पनि काम दिनु पर्यो, इन्जिनियरहरूलाई सबैलाई काम दिनु पर्यो नि त। त्यही भएर जस कन्स्ट्रक्सन काम चाहिँ अब जुनसुकै डेभलप कन्ट्री भयो भने त्यो चाहिँ कहिल्यै सकिँदैन। केही काम पाएन भने यो राम्रै बाटो, म अहिले हिँडिरहेको बाटो पनि अब उस्तै गरी अब भत्काएर फेरि नयाँ पिच गराउँछ। कति ठाउँमा गरिरहेछ त्यस्तो चाहिँ। अब त्यो त अब गभर्मेन्टले अब एज रिक्वायरमेन्ट अनुसार गरिरह होला। त्यही पनि अब काम गरे जस्तो देखाउनु नि पर्यो होइन। गभर्मेन्टलाई अब जहाँको पनि त्यही हो। गभर्मेन्टको काम भनेको अब इकोनोमी चलाउने, देश चलाउने, जसरी भयो भने मान्छेहरूलाई काम दिने, सिटिजनहरूलाई। त्यही हो, अब ट्याक्स लिने जनतासँग। त्यो ट्याक्सको चाहिँ अब राम्रोसँग सदुपयोग हुनु पर्यो, नराम्रो भन्न मिल्दैन त्यसलाई चाहिँ। त्यही हो, भ्रष्टाचार गरेर, 2 नम्बरी काम गरेर चाहिँ कसैले कमाउनु भएन। काम गरेर होइन, कन्ट्रिब्युसन गरेर अब समाज देशलाई पोजिटिभ कन्ट्रिब्युसन गरेर पैसा कमाउँदा चाहिँ केही फरक पर्दैन। नभए त फेरि इकोनोमी नै रन गर्दैन नि त। यो चाहिँ बेथलेमबाट तौरीको निस्किने बाटो हो। यो बाटो चाहिँ जस राम्रै छ, क्वाइट छ यता एरिया। बस्नुको लागि चाहिँ ठिक छ। यता रेसिडेन्टल एरियाको लागि चाहिँ घरहरू, हुन त घरहरू मात्रै छ। अब मेन बजार जानु पर्यो भने नजिकै छ। यता तौरीको पनि सेन्टर पर्यो, बेथलेम पनि यता पर्यो। ठक्क बस्नलाई चाहिँ दामी छ है यो एरियामा। क्वाइट पनि छ, टक्क हरियाली त अब जतासुकै छ होइन। त्यही पनि यहाँ अझै धेरै, अलिकति धेरै छ। त्यही हो। यहाँ चाहिँ अब फेरि यो हाइवेमा अलिकति इन्टरसेक्सन छ। यहाँ इन्टरसेक्सनमा अलि धेरै ट्राफिक भइरहेको थियो। के गराउँदैछ कुन्नी
ट्राफिक लाइट हाल्न लागेको हो कि जस्तो लागेको थियो कि राउन्ड एबाउट बनाउनु पर्ने हो खास। यस्तो हाइवेहरूमा ट्राफिक लाइट खासै हुँदैन, ट्राफिक लाइट भन्दा चाहिँ राउन्ड एबाउटै हुन्छ। राउन्ड एबाउट भयो भने चाहिँ अलि सजिलो पनि हुन्छ। अब अलि टाइममा थाहा होला, यता कम्प्लिट भएपछि यताको भाग त कम्प्लिट गरिसक्यो। यो चाहिँ टेम्पोररी हो के अरे। यता बनाउँदैछ जे होस्। तौरीको एरियामा चाहिँ यो अब पहिला म आउँदा आजभन्दा 8 वर्षभन्दा पहिला र अहिलेमा धेरै फरक भइसक्यो। अब यहाँ सपिङ सेन्टरहरू पनि केही पनि थिएन त्यति बेला। अब जेसमा आएपछि बनाएको हो यता यो एरिया सबै। अनि रेसिडेन्टल एरिया पनि खासै थिएन। अहिले अब सबै रेसिडेन्टल एरियाहरू, सपिङ सेन्टरहरू, अनि के भन्नु लाग्थ्यो थियो, अहिले चाहिँ झन् अब इन्डस्ट्रियल एरियाहरू थपेछ सब। अब इन्डस्ट्रीहरू सबै त्यही मुभ भइरहेछन् अहिले चाहिँ। अलि उता छ त्यो चाहिँ, त्यो एरियातिर नि घुमाउँला कुनै दिन। यहाँ चाहिँ यो लेफ्टमा चाहिँ हर्स घोडाहरू पाल्ने ठाउँ छ। म आइरहेको थिएँ कामबाट यहाँ। जेस एकजनालाई हर्स राइडिङमा लिएर अस्ति भर्खर के अरे कुन चोर आएछ फेरि त्यो यो हर्स फार्ममा। चोर आएर राति गेट खोलिदिएर बिचराको एउटा घोडा भागेर हाइवेमा यो बाटोमा निस्केछ। अनि गाडीले हानेर मरेछ बिचरा घोडा होइन। अलिकति स्ट्रेसफुल भइरहेको थियो त्यही भएर भन्दै थियो हामीलाई यस्तो यस्तो भयो भनेर। अब बिचरा अब घोडा महँगै पर्छ नि त यहाँ। अब 10-15 हजार डलर पर्छ केही नभए नि, नेपाली 10 लाख रुपियाँ पर्छ केही नभए नि है एउटा घोडाको। अब त्यो घोडा यिनीहरूको अब इन्कमै त्यही हुन्छ नि त। घोडाहरू ठुलो बनायो, बेच्यो, अनि त्यत्रो घोडा मरेपछि त इट्स अ बिग लस है। मामाजीले किन हेर्दैछन्? मामाजी गयो भर्खर। अब ओभर स्पिडै थियो। झ्याप्प त आउँदैन नआउनु त है, हेरेरै हुन्छ मामाजीको पनि। यहाँबाट लेफ्ट गयो भने चाहिँ सिटी भयो के अरे। यहाँबाट यता गएपछि चाहिँ ठक्क लाएर टिपुकेतिर जान्छु म अहिले। त्यहाँ हाम्रो विशाल ब्रोले पनि बोलाउनु भएको थियो। त्यहाँ यसो गएर भेटघाट गर्नु पर्यो। मिल्यो भने खाजासाजा त्यतै खानु पर्ला। होइन अब ठिक छ जे होस्। दिस इज द मोमेन्ट भने जस्तो। जस मजा लग रही है चल्ने। यहाँ फेरि राउन्ड एबाउट भने यही हो है ठ्याक्क। यो चाहिँ राइटबाट गाडी आएकोलाई चाहिँ साइड दिनुपर्छ। राइटबाट गाडीले चाहिँ हेर्दैन यता लेफ्टतिर। त्यही भएर हामीले चाहिँ आफै हेरेर साइड दिनु पर्यो। राउन्ड एबाउटमा चाहिँ नभए गल्ती आफ्नै हुन्छ। अब गल्ती गर्नु त भएन। नियम कानुनमा चलेको देशमा नियम कानुन मान्नु पर्यो, त्यही अनुसार चल्नु पर्यो।
नेपालमा पनि अब बिस्तारै बिस्तारै अहिले त अब रोडहरू त्यो अनुसारको त छैन अलिकति, तर बिस्तारै अब टाइम लाग्छ होइन। अहिले गर्नु झ्याप्पै गर्नु हाल्नुपर्ने त्यस्तो अर्जेन्ट कुरा पनि होइन। अब अर्जेन्ट कुरा भने त अब देशलाई अब युवाहरूलाई रोजगार दिने होइन, अब अलिकति कल कारखानाहरू बनाउने, देशमा एटलिस्ट कन्ट्रीलाई आफ्नो देशलाई पुग्ने उत्पादन होस् आफ्नै देशमा। अनि त्यसपछि चाहिँ कृषि, नेपाली चाहिँ एग्रिकल्चर कन्ट्री भन्छ है, तर कृषिको नाममा केही छैन, जिरो भन्दा नि हुन्छ है। अब एटलिस्ट आफै अब त्यत्रो जग्गाबारी छ, आफैलाई पुग्ने उत्पादन गर्न सकिँदैन हामी आफ्नै घरलाई भने। हामी त अब उत्पादन गरेर सब आफ्नो देशलाई पुर्याएर पनि बाहिर पठाउन सक्नुपर्ने हो। अब जुन देशमा अन्न फल्दैन त्यो देशहरूमा त्यो छैन। अब त्यही भएर अब सरकारको प्रमुख काम भनेको मान्छेहरूलाई गाउँ गाउँमा फर्काउने है। गाउँ गाउँमा फर्काउन सक्नु पर्यो, आफ्नो जग्गा जमिनहरू सदुपयोग गर्न लगाउनु पर्यो। गाउँमै अलिकति अब गाउँबाटै मिल्ने शिक्षाहरू, स्कुलहरू, कलेजहरू होइन, त्यसपछि अलिकति जस हस्पिटल अब ठिकैको लेभलको हस्पिटलहरू बनाउनु पर्यो। अनि अर्जेन्ट परेको ठाउँमा चाहिँ अब इमर्जेन्सी एम्बुलेन्सहरू, हेलिकप्टर अथवा केही कुराहरू नि पठाउन सक्नु पर्यो भने त बजारमै बस्नुपर्ने कारण केही पनि छैन नि त। बजारमा बसेर मात्र भएन, बजारमा त अब बजारमा बस्यो नि अब त्यही इन्डस्ट्रीहरू, अब अफिसहरू यताउता भयो भने मात्र हो। बजारमा बस्दैमा सबै राम्रो हुन्छ भन्ने होइन नि त। सबै कुराहरू डेभलप हुनु पर्यो एउटै लेभलमा, बजार गाउँ सबै। अब नेपालीहरूको अब आफ्नो जग्गा जमिनप्रतिको माया मोह छुट्टै छ जे भयो पनि होइन। आफ्नो पुर्ख्यौली जग्गा जमिनहरू, आफ्नो हजुरबाहरूको होइन पालाको अब त पुर्ख्यौली भनौँ न, त्यो जग्गा जमिनहरू चाहिँ सकेसम्म बेच्न खोज्दैनन् नि त। अब माया छ त्यो गाउँघरको जमिनहरू, घरै छोडे पनि अब बेचिरहेको छैनन्। अब त्यो नबेचिरहेको ठाउँहरूलाई गर्न सकियो भने त मान्छेहरू सबै गाउँ फर्किन्थे नि त। म त यता जानुपर्ने, यता आएछु है। म यताको बाटो जान्छु आज चाहिँ। अब एक राउन्ड त हान्नै पर्यो। एक राउन्ड किन हान्नु पर्यो भने अब म त्यो वेलकम बेको बाटो जाने भनेर प्लान गरेर आएको थिएँ। गफ गफमा यता आइपुगेछु, ठिकै छ, केही भएन। यहीँबाट घुम्छु। त्यो वेलकम बेको बाटो चाहिँ ठक्क दामी छ, दामी लाग्छ मलाई चाहिँ। अब यस्तो घुमाउरो ठक्क राइड गर्न चाहिँ मजा आउँछ। कर्भहरू छ, कर्नरिङ गऱ्यो है। यो लाइटबाट आएको नि त म अघि, त्यहाँबाट मिस गरेछु के। यता चाहिँ यो गाउँहरू ठक्क है, ठक्क बसिरह। वेलकम बे ठाउँ चाहिँ राम्रो छ, जे जता गए पनि। एउटै लेभलमा डेभलपमेन्ट छ। चलने लगी है हवाएं, सागर भी लहराए। अब
अब यस्तो बाटोमा चाहिँ सकेसम्म ओभरटेक नहान्दा राम्रो, किनभने अब यो बिचको खाली भाग छ नि, यो चाहिँ अब राइट जान बनाएको हो नि त। राइट जान बनाएपछि यो जति बेला नि गाडीहरू राइट जान सक्छ। खासै अब यस्तो बेला चाहिँ मिररहरू हेर्दैन होइन, झ्याप्पै राइटमा हाल्ने गरिन्छ। अब मैले नि अब हेर्न त हेरिन्छ, तैपनि प्रायः जसोले अब यो चाहिँ राइटै जान ओभरटेक गर्नलाई बनाएको होइन, यो राइट जानलाई बनाएको भएपछि आफैलाई रिस्क हुन्छ, गाडीहरू एनी टाइम राइट जान सक्छ। त्यही भएर यस्तोहरूमा चाहिँ बरु अलि सुस्तो हिँड्ने, पछि बिस्तारै गफ गर्दै हिँड्ने होइन। मामा पनि हिँडिरहन्, मामाजीहरू, केही भएन। त्यो त यता चाहिँ पानीको रिजर्भोयर छ। चलने लगी है हवाएं, यो राउन्डेबट पनि भर्खर बनाएको। यो चाहिँ यहाँको वेलकम वेको। अब ठ्याक्क यहाँ छ, ठाउँमा पसलहरू चाहिँ हुँदैन, ठ्याक्क यहाँ पसलहरू सबै एकै ठाउँमा हो। यहाँको चाहिँ यहाँ छ है, यहाँ के को मिटिङ भइरहेको नि, हाम्रो माउरी गाइजहरूको मिटिङ भयो जस्तो छ। त्यो चाहिँ पसल एरिया भएको अरे, यो एरियाको लागि पसलहरू, अरू चाहिँ सबै घर हो होइन। अब हाम्रो जस नेपालमा जस्तो अब ठाउँमा किराना पसलहरू घरमा होइन, अब बिचमा त्यस्तो चाहिँ हुँदैन, स्पेसिफिक एरियाहरूतिर मात्र हुन्छ पसलहरू। ठिकै छ, आफ्नो देशको चलन हो। अब यहाँको राम्रो नेपालको नराम्रो, नेपालको राम्रो यहाँको नराम्रो भन्न मिल्दैन। त्यो चाहिँ अब चलिरह। अब जसरी त्यहाँको कम्युनिटीलाई राम्रो लाग्छ त्यसरी नै चल्ने त हो नि, देशअनुसारको भेष भने जस्तो। यो कुराहरू पनि देशअनुसारै हुन्छ। खानी भातै यो, जानी घाटै यो भने जस्तो हो लास्टमा कुरो। यसरी टाइट हालिदिन्छ सोल्टीहरू ठक्क। म तिम्रो आँखामा। अब यो बाटोमा चाहिँ बल्ल घुमाउरो बाटो आउँछ क्या यहाँ। यो बाटो चाहिँ बल्ल सही लाग्छ मलाई। अब कुदाउनु त मजा आउँछ। मामाहरू नआइदियो हुन्थ्यो, त्यही हो। फेरि यहाँ 30को एरिया रहेछ है। अब अस्ति त्यो यहाँ साइक्लोनहरू के आएको थियो नि त, त्यो बेला चाहिँ यो वेलकम वेको बाटो भने यही हो। यो बाटोमा पहिरो गएर कति आमा छोराको पनि डेथ भएको थियो क्या हो। अलिकति यता भित्ताहरू छ नि त पाहाडको, त्यही भएर भित्ताहरू चाहिँ बग्छ क्या अलिकति यो बाटोमा। त्यही भएर यो कन्स्ट्रक्सन भइरहेको रहेछ। यो बाटोको मजै यो कर्नर यस्तो घुम्ती छ, टक्क कर्नरिङ हान्दा
मजा आउँछ। सेफ स्पिडमा त चल्नु पर्यो, तर आफूले सके जति। ब्याग फ्रुट $5 रे, खाली छ त सोल्टी। अब यहाँबाट यता गयो भने चाहिँ वाटरफल छ राइटमा। त्यो बाटो नि जस रमाइलो छ, यसो गाउँतिर होइन, कन्ट्री साइड त्यो गाउँतिरको बाटो हुन्छ नि त्यस्तै जस्तो छ। अस्ति नै एकचोटि त आएको थिएँ म, तर बिच बाटोमा बन्द भयो रहेछ, त्यहाँ पहिरो गयो रहेछ डेन्जर ठुलो। अनि बाटै बन्द भयो रहेछ कि यताबाट आउन मिल्ने कि उता मात्र जान मिल्ने, बिचमा चाहिँ गाडीहरू हिँड्न मिल्दो रहेछ। बाइक साइकलहरू चाहिँ धन्न छिर्दो रहेछ र म आएको थिएँ। त्यो बाटो चाहिँ त्यो टिपुगेको क्वारी रोडबाट छिर्यो भने चाहिँ यहाँ निस्किन्छ क्या ठ्याक्क। तपाईँहरू नि ट्राई गर्नु कहिलेकाहीँ। अब हुन त गाडीबाट त मिल्दैन अहिले, किनभने अहिले बन्दै छ। अब त्यहाँको लोकलसित नि कुरा गरेको थिएँ। अब बनाउनु पऱ्यो नि भनेको चाहिँ, अब त्यहाँ चाहिँ इनफ रेसिडेन्टहरू, इनफ ट्याक्स पेयरहरू छैन अहिले त्यो बाटो फन्डिङ गर्नको लागि भने रे। त्यही भएर अब बनाउनु त बनाउला, अब कहिले लाग्ने बिस्तारै बनाउला। अब पुरै चल्दै नचलेको भए त बनाइहाल्थ्यो। अब उताको मान्छेहरू उतै जान मिल्छ, यताको बाटो त्यो पहिरो यताको मान्छे यता आउनु मिल्छ नि त। त्यही भएर अब केही रोकावट चाहिँ भएन त्यस्तो। त्यही भएर चाहिँ अब यिनीहरूले प्लान बनाएर बिस्तारै गर्छ। एकाउन्टेबल चाहिँ छ गभर्मेन्ट होइन, एज रिक्वायर्ड। अब एज रिक्वायर्ड आवश्यकता अनुसार हो यिनीहरूले नि अब नचाहिने त्यस्तरी गर्ने भनेर अन्धाधुन्ध गरेर गर्दैन। यिनीहरूसित नि अब लिमिटेड बजेट हुन्छ, फन्डहरू अब धेरै कुराहरू छ। गभर्मेन्टले अब पैसा स्पेन्ड गर्ने ठाउँहरू होइन, अब बेनिफिट दिन्छ। अब जबलेसहरूलाई मोस्ट अफ द पिपुल बेनिफिट खाएर बस्ने छन्। अनि ओल्ड पिपलहरूलाई पेन्सन छ त्यही अनुसारको होइन। अनि त्यसपछि आएर डिसेबल पिपुलहरूलाई त्यस्तै छ। डिसेबल पिपुलहरूलाई $1 बिलियन खर्च गरे हुन्छ इयरली होइन। त्यही भएर यिनीहरूको अब आउने स्रोतहरू पनि छ, जाने स्रोतहरू पनि छ, ब्यालेन्स भइरह। त्यही भएर अलिकति इकोनोमी अप डाउन हुने बित्तिकै अलिकति गाह्रो पर्छ यस्तो कन्ट्रीहरूलाई चाहिँ। एउटा स्थिर चल्यो भने चाहिँ अब चल्छ मजाले, नभए अलिकति अब केही असर पर्यो इकोनोमी कोभिडको टाइममा जस्तो भइदियो भने चाहिँ अलिकति गाह्रो पर्छ। हाम्रो अब नेपाललाई चाहिँ अब चलिरह यस्तै नि, केही कोभिडको बाउ आयो नि खासै फरक पर्दैन। यहाँ चाहिँ अलिकति तलमाथि भयो भने अनि गाह्रो पर्छ। अब यहाँ एक दुई हप्ता कमाइ नहुने बित्तिकै बाँच्न गाह्रो हुन्छ। यहाँ त्यही अनुसार इन्कम भइरहेको हुन्छ, त्यही अनुसार खर्च भइरहेको हुन्छ। अब ओभरटेक हान्न पनि झ्याप्प रिक्स लिन मन लाग्दैन यस्तो बाटोहरूमा। घुम्ती छ, अब यो घुम्ती नै घुम्ती छ, गाडी आइदिन्छ स्पिडमा आइदिन्छ। फेरि आफैले कन्सिडर गर्नु पर्यो सेफ्टी। यता चाहिँ किवी फार्म छ यता साइडमा। किवी फार्ममा नि म आउँछु छिटै एक दिन। टक्क किवी फार्म चाहिँ अब कसरी गरिन्छ भनेर यसो भिडियो बनाउँछु म।
अगाडि चाहिँ ठ्याक्क दामी पहाड छ है। यो चाहिँ भित्री बाटो भयो के अरे, उता हाइवेबाट निस्किने मिल्छ अलि अगाडि हो निस्किने चाहिँ। यो चाहिँ अब भित्री बाटो जे होस् अल्टरनेटिभ रुट भनौँ अथवा यताको मान्छेहरूलाई रुट हो। म पनि यही बाटो हिँड्छु प्रायः जस्तो। अब कामबाट नि आइरहेको हुन्छु, यही बाटो यता चाहिँ यस्तो छ हक्क। अब म चाहिँ ठ्याक्क हाइवेमा निस्केँ है। म अब यहाँबाट लेफ्ट गयो भने तरङ्गातिर गइन्छ, यहाँबाट राइट गयो भने चाहिँ टिपुके गइन्छ। अब यो पनि राउन्डेबाट भयो। अब यहाँबाट राइटबाट आएको गाडीहरूलाई साइड दिनै पर्यो। कस्तो के गरेर रहेछ त्यहाँ यार। यो चाहिँ पापामुआ हिल्स हो, त्यहाँ माथि चाहिँ त्यहाँ चाहिँ वाकिङमा जानु मिल्छ। राम्रो ठाउँ छ जे होस्, भ्यू चाहिँ दामी देखिन्छ यता समुद्रहरूको पापामुआ एरियाहरूको भ्यू राम्रो आउँछ त्यहाँबाट। यो चाहिँ अहिले म हाइवेमा आइपुगेँ। यो हाइवेमा चाहिँ अलि धेरै हावा लाग्छ क्या। यो टिपुकेको हाइवेमा चाहिँ मैले नोटिस गरेँ अनुसार है, अरू बाटोहरूभन्दा अलिकति धेरै हावा चाहिँ लाग्छ यो बाटोमा। खै किन हो थाहा भएन, त्यो चाहिँ अलि विन्डी छ यो बाटो चाहिँ, तर इट्स ओके होइन। यहाँबाट लेफ्ट गयो भने चाहिँ पापामुआ स्टतिर गयो। त्यहाँ चाहिँ त्यो स्ट्रबेरीहरू पाइने फार्म पनि छ त्यहाँबाट लेफ्ट। त्यहाँ त्यो रियल फ्रुट आइसक्रिमहरू नि पाइन्छ त्यहाँ गइराखिन्थ्यो जे होस्। अब अहिले त विन्टर लाग्यो, समरमा चाहिँ सही हुन्छ। अब विन्टरमा चाहिँ खुल्दैन त्यो। यता चाहिँ गाईहरू चरिरहेको रहेछन् मस्त। यता चाहिँ यहाँबाट पापामुआ हिल्स जाने राइट, यता यो लेफ्टमा चाहिँ यो सुकिया चाहिँ होइन मकै हो होइन, मकै लगाइरहेको थियो पुरै। यो मकैलाई चाहिँ अब साइलेज बनाएर राख्छ गाईको लागि। यो चाहिँ मकैको घोबा फलाउन लगाएको होइन। यो चाहिँ यिनीहरूले अब साइलेज बनाएर ठक्क जब अलिकति घाँसको सर्टेज हुन्छ नि त्यो टाइममा हालिदिन्छ, अनि अरू बेला पनि थोरै हालिदिइराख्छ, स्टोर गरेर जस राख्छ यिनीहरूले। सबै घाँसको लागि हो यो चाहिँ पुरै। यो सबै है। अब टिपुके आउन लागिरहेको छु म चाहिँ। टिपुके चाहिँ अब किवी फ्रुट फार्मको लागि ओल्डकै विश्वकै नम्बर 1 हो, नम्बर 1 किवी फार्मिङ इन द वर्ल्ड होइन। अब यहाँ यता चाहिँ बेरी फार्म रहेछ, त्यस धेरै छ, जस्तै धेरै एरियामा किवी फ्रुट फार्महरू छ हेक्टरमा। अब सप्लाई बाहिर जान्छ पुरै किवी फ्रुटहरू चाहिँ सिजनमा। अब पिकिङ चल्छ 3-4 महिना जस्तो। अनि त्यो पिकिङमा चाहिँ अब कामहरू पनि टन्नै हजारौँ कामहरू खुल्छ प्याक हाउसहरूमा। अनि किवी फ्रुट टिप्नेदेखि लिएर कामहरू चल्छ होइन। अब
जसकोले पत्ता लगाएको नि यहाँ किवी फ्रुट चाहिँ राम्रो हुन्छ भनेर त्यो मान्छेलाई चाहिँ मान्नुपर्छ है। जस्तै धेरै जबहरू क्रिएट गरेर इकोनोमी पनि डेन्जर चलाइरह किवी फ्रुटले यहाँको। टिपुकी द किवी फ्रुट क्यापिटल अफ द वर्ल्ड, वेलकम टु टिपुकी भनेर यहाँ लेखेछ है। अब यहाँ चाहिँ यो ठ्याक्क मेरो अगाडिको चाहिँ यो प्याक हाउस हो होइन, इस्ट प्याक हाउस हो। यहाँ चाहिँ किवी फ्रुटहरू प्याक हुन्छ, टिपेर आउँछ, टिपेर ल्याएर चाहिँ यहाँ प्याक गरिन्छ, ठक्क ग्रेडिङ गरिन्छ साइज अनुसार क्वालिटीहरू अनुसार, अनि यहाँबाट प्याक भएर अनि बल्ल बाहिर सप्लाई हुन्छ बाहिर देशहरूमा। अब यही न्युजिल्यान्डमा नि कता कता गर्नुपर्ने हो। यहाँ लेखेछ ऊ त्यहाँ द किवी फ्रुट क्यापिटल अफ द वर्ल्ड भनेर है। टाउन, अब टाउन भनौँ न टिपुकीलाई चाहिँ जस मोस्टली फार्मिङै हो, तर अब फार्मिङ भए पनि अब बस्नु पर्यो सबैजनाहरू, काम गर्ने मान्छेहरू बस्नु पर्यो यताउता सबै। यहीँ सजिलो भयो नि त टिपुकेमा, काम गर्ने मान्छेहरूलाई बस्नु, जब जहाँ छ त्यहीँ त बस्ने हो नि मान्छेहरू। अहिले चाहिँ म 50 को जोनमा आइपुगेको छु। यो चाहिँ गाडी धुने अस्ति भर्खर नयाँ खोलेको, पहिला चाहिँ थिएन। यता लेफ्ट साइडमा चाहिँ प्युक पाइन समिल्स भन्ने छ, यो फर्निचर उद्योग, नेपालमा फर्निचर उद्योग भने जस्तै यहाँको काठ फ्याक्ट्री भनौँ न, काठ फ्याक्ट्री भयो। यहाँ चाहिँ एडिक्सन उयोको फर्दर फर पेट्स भनेको यो चाहिँ पेट फुडहरू उत्पादन गर्ने भयो होइन, कुकुरको बिरालोहरूको खानाहरू उत्पादन गर्ने भयो। रेपको भने त अटोमोबाइलको सप्लायर भयो। वाइपुना हसी स्पाइस यहाँ छ। यो चाहिँ अब च्यारिटी सप भयो के अरे। अब मान्छेहरूले आफूले सेकेन्ड ह्यान्ड सामानहरू आफूले युज नगर्ने भएपछि यहाँ ल्याएर डोनेट गरिदिन्छ, अनि यिनीहरूले चाहिँ अब सस्तोमा बेच्छ। अनि त्यो त्यो त्यहाँबाट आएको पैसाहरू चाहिँ यिनीहरूले अब निडी पिपुलहरूको लागि अब अनि होइन, अब जो बिरामीहरू छ उनीहरूलाई सहयोग चाहिन्छ, उनीहरूको लागि डोनेट पनि गर्छ यिनीहरूले। त्यही भएर अब यहाँको मान्छेहरूलाई चाहिँ अब त्यहाँबाट गएर सामानहरू किन्छन् जे होस्, किनभने अब इन्डाइरेक्टली सपोर्ट पनि भयो, आफ्नो काम पनि चल्यो। यहाँ चाहिँ अब किवी फ्रुटको फोटोहरू छ यता है। यसो रोक्छु म चाहिँ यहाँ। टिपुकी फुड मार्ट भन्ने खुलेछ यहाँ फेरि। म चाहिँ अब यहाँ हाम्रो विशाल ब्रोले बोलाउनु भएको थियो, एकैछिन भेट्छु गएर। त्यसपछि अनि कता हुन्छ है, लेट्स सी। यहाँ चाहिँ न्यू वर्ल्ड छ के अरे। चलने लगी ल। म चाहिँ अब यहाँ यसो गएर भेटघाट गर्छु।